नमस्ते। म राकेश श्रेष्ठ, यस फुजिसान सगरमाथा बोर्डिङ स्कुलको प्रबन्ध निर्देशक। सो हामी फुजिसान सगरमाथा बोर्डिङ स्कुलले विगत 3 वर्षदेखि स्टिम एप्रोच बेस्डमा चाहिँ हाम्रा स्कुललाई अगाडि बढाउँदैछौँ। र यो स्टिम भन्नुको तात्पर्य चाहिँ हजुरको एज पर साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स, म्याथ्सलाई चाहिँ कनेक्टिभिटी गरेर इन्टर रिलेसन्समा राखेर चाहिँ हाम्रो भाइ बहिनीहरूलाई जति पनि यस स्कुलमा जुन हामीलाई विश्वास गरेर अभिभावकदेखि लिएर हाम्रो भाइ बहिनी विद्यार्थीवर्गहरू चाहिँ यस स्कुलमा आउनु भएको छ। र उहाँहरू चाहिँ एउटा पोल्ट्री फार्मिङदेखि लिएर एउटा फुइसान्स किचन गार्डनदेखि लिएर एउटा करेसाबारी र जुन राष्ट्रिय धान दिवस हामी बृहत रूपमा गर्छौँ, ती सबै यो किताबमा भएको कुराहरूलाई चाहिँ हामीले इन्टर रिलेसन्स गराएर पाठको कुराहरूलाई चाहिँ जीवन्त दिनको लागि पढाइभन्दा पनि सिकाइमा बढी हामी केन्द्रीकृत भएर चाहिँ यो व्यवहार कुशलता सफ्ट स्कुललाई बढी प्रायोरिटी दिएका छौँ। र यही मुताबिक हाम्रो फुइसान सगरमाथा बोर्डिङ स्कुल अगाडि बढिरहेका छौँ। र विशेष गरी यसका अतिरिक्त हामीले ती कुराहरूलाई कसरी एआई र आइटीसँग रिलेटेड गराउने भन्ने विषयमा पनि बढी हामी चिन्तित भएर ती सम्पूर्ण कुराहरूलाई, जस्तै इरिगेसन्सको कुराहरू छन्, कसरी मोइस्चराइज र डिटेक्टेडको कुराहरूलाई चाहिँ अब कृषिमा पनि हामीले र कृषि र आइटीलाई मिक्स गराएर आगामी दिनमा पनि हामीले लाने योजना गर्दैछौँ। र पक्कै पनि हाम्रो भाइ बहिनीहरूले यहाँबाट धेरै नै एउटा नलेजफुल एउटा इन्फर्मेसन्सहरू जुन एउटा सिक्नुपर्ने पढाइभन्दा पनि सिकाइमा बढी हामी केन्द्रीकृत भएर अगाडि बढाएका छौँ। यो एप्रोचले हाम्रा भाइ बहिनीहरूलाई एउटा रिजल्ट ओरिएन्टेड काम जुन हाम्रो गर्ने उद्देश्य थियो त्यो परिपूर्ति भएको छ। थ्याङ्क यू सो मच। पक्कै पनि यो प्रोग्रामले हाम्रो विशेष गरी हाम्रो स्कुलमा भन्नुपर्दा बच्चाहरू सुरुमा यो विषयमा त्यति इन्ट्रेस्टेड हुनु नथ्यो र एकाध विद्यार्थी बाहेक। र जब हामीले रोबोटिक्स प्रोग्राम, एआई र रोबोटिक्स प्रोग्राम हामीले इन्क्लुड गरिरहँदाखेरि अहिले मोर देन 30 स्टुडेन्ट्स दे आर भेरी एक्साइटेड। र उहाँहरूले तरारा लगायत इत्यादिका विभिन्न ठाउँमा गएर आफ्नो एक्सपोजर, आफ्नो डेमोन्स्ट्रेसन, प्रोजेक्ट डेमोन्स्ट्रेसनहरू पनि गरेर अहिले सो स्कुल आफ्ना अभिभावकहरूलाई, मम्मी बाबाहरूलाई पनि म चाहिँ यो सम्बन्धी मेरो फिल्ड चाहिँ यो सम्बन्धी छ र मैले के भविष्यमा गर्नुपर्छ भन्ने त्यो तरिकाको बच्चाहरूले आफ्नो प्यारेन्ट्सलाई पनि मोटिभेट गरिरहेको देख्दाखेरि थ्याङ्क यू सो मच फर पाइ इनोभेसन। जुन हाम्रो साथीभाइहरूले हाम्रो बालबच्चाहरूलाई त्यो लेभलसम्म पुरै दिनुभएको छ। एउटा वाट इज एआई र रोबोटिक्सले कसरी काम गर्छन् र हाम्रो डे टु डे टास्कलाई इजियर कसरी बनाउनु भएको छ भन्ने कुरोमा उहाँले धेरै नै इन्ट्रेस्टको साथ चाहिँ हाम्रो भाइ बहिनीहरूले अगाडि बढ्नु भएको छ। त्यसको लागि हाम्रा पाइ इनोभेसन टिमलाई चाहिँ थ्याङ्क यू सो मच भन्दै चाहन्छु। एआई एन्ड रोबोटिक्स अभियसली यो त अब कृत्रिम भनौँ न, मानव एउटा निर्मित कृत्रिम भनिन्छ यसलाई, आर्टिफिसियल इन्टेलिजेन्सी, जो चाहिँ चुनौती पनि छ यसको। यसलाई कसरी म्यानेज गर्ने भन्नेमा पक्कै पनि यसलाई च्यालेन्जै हो। र जे कुरोमा च्यालेन्ज छ, चुनौती छ, त्यसमा अवसर पनि छ। जसरी हाम्रो कामलाई कसरी यसले सहजता दिइरहेछ, हाम्रो डे टु डे एक्टिभिटिजलाई कसरी सहजीकरण गरिरहेछ, एक पाटाले हेर्दाखेरि त्यो वी निड टु एक्सेप्ट अहिलेको यो युगमा 21st सेन्चुरीमा यो स्किल्सलाई चाहिँ हामीले एडप्ट गर्नै पर्छ। यसमा चुनौतीहरू पनि धेरै छन् र ऱ्यान लगायत यसमा हेर्ने विभिन्न निकायहरूले यसलाई म्यानेज पनि गर्नुपर्छ र यसलाई रुल्स, रेगुलेसन्स, प्रोटोकल फलो गर्दै भावी दिनमा यसलाई, यो प्रविधिलाई चाहिँ हामीले टोटल्ली इन्जोय गर्नुपर्छ, युजफुल बनाउनुपर्छ र यसलाई मिसयुज हुन नदिनका लागि हाम्रो सम्बन्धित निकायले चाहिँ ध्यान जानु जरुरी पनि छ। वाइ नट, अफकोर्स जसले चाहिँ ट्रान्सफर्मेसन आफ्नो स्कुलमा ल्याउन इच्छुक हुनुहुन्छ, म त सबैले रिकमेन्ड गर्छु। किनभने बच्चाहरूलाई प्लेटफर्म दिनुपर्छ। हामीले प्रविधि हो, जसरी हामीले जुन शिक्षा 2028 सालको पाठ्यक्रमलाई नै निरन्तरता दिनुपर्छ भन्नेमा म चाहिँ मान्यता मान्छु। अहिलेको प्रविधि युगमा वी निड टु इजिली एक्सेप्ट। र सम्पूर्ण विद्यालयका साथीभाइहरूलाई यो न्यू प्रोजेक्ट हामीले बच्चाहरूलाई अवसर दिनुपर्छ, अपर्च्युनिटी दिनुपर्छ। यसमा च्यालेन्ज र अपर्च्युनिटी अवसर दुवै छन्। र
सम्पूर्ण साथीभाइहरूले चाहिँ यो प्रोग्राम चाहिँ सम्पूर्ण स्कुलमा इम्प्लिमेन्ट गर्न हुन चाहिँ आह्वान गर्न चाहन्छु। किनभने अहिलेको युग भनेको प्रविधि मैत्री युग हो, जुन तपाईँको स्कुल लेभलमा हामीले जति पनि अहिलेको जुन हाम्रो करिकुलम प्याटर्न छ यो ब्याचलर्स लेभलदेखि मात्र बच्चाहरूले पाइरहनु भएको छ। विद्यार्थी भाइ बहिनीले अहिले इनिसिएट हामीले क्लास 5 हाम्रो स्कुलको विद्यार्थीले क्लास 5 का भाइ बहिनीहरूले मजाले रोबोटिक्सको आइडिया लिएर उहाँहरूले आफै डेभलप गरिरहनु भएको छ। जस्तै कार बनाउनेदेखि लिएर स्मार्ट होम बनाउने। सो वाइ नट, गर्दा हुने रहेछ भन्ने कुरो चाहिँ ज्वलन्त उदाहरण हाम्रा स्कुलका भाइ बहिनीहरूले पनि गरेर देखाउनु भएको छ। र सम्पूर्ण विद्यालयका साथीभाइहरूलाई यो प्रोग्राम एकदम फलदायी छ, लाउनुपर्छ। र यो प्रोग्रामले गर्दाखेरि हाम्रो राष्ट्रलाई पनि केही टेवा पुग्छ, जिडीमा पनि टेवा पुग्छ। र सम्पूर्ण साथीभाइहरूलाई म आह्वानै गर्न चाहन्छु।